हेलो गुड मर्निङ। अहिले भने चाहिँ म बस्तीमा आइपुगेको छु र हाम्रो घर यहाँनिर यस्तो छ। यहाँ दुईजना सनी र सन्डे यो चाहिँ बस्तीको लोकल बसिरहेको छ। बस्तीको लोकल भाले र यहाँनिर सुपारीको बोटहरू पनि छ। एकदम राम्रो राम्रो छ सुपारीको बोटहरू। पुरा आपाले भर्खर मात्रै लगाएको जस्तो लाग्छ, यत्रो भइसकेछ। म धेरै दिनको बादमा चाहिँ यता बस्ती आइपुगेको। यहाँनिर चाहिँ सेम कलर छ दुईवटा बरहरू, पल्लोपट्टि गाई। मजाको क्युट पाडे दुईवटा बर छ यहाँनिर। यहाँ दुईवटा लोकल भालेर पछि उकालो बाटो लाग्दैछ, कता गएको यिनीहरू। पहिला सानो हुँदाखेरि यही जग्गा बसेर है हुर्केको, बस्तीको कामचोट गरेको र अहिले चाहिँ हामी बाहिर छु बजारतिर है। र यहाँनिर आप्पा आमाहरूले राम्रो प्रोग्रेस गर्नुभएछ। यहाँनिर लोकल मकै खाने बेला हुनु आँटेछ है। साथीहरू भन्नुहोस् है, यहाँनिर यो लोकल मकै एकदमै अर्ग्यानिक प्युर मकै। यहाँनिर दाल पनि एकदम पोसा लागिसकेको रहेछ। यहाँनिर गाई गोरुहरू, यहाँनिर चाहिँ बुढो गोरु छ, बिचरा माया लागेर राखेको एउटा मात्रै छ। यहाँ चाहिँ गाई हो। र सानोमा बाल्यकालमा यहाँनिर हामी बस्थ्यो है। यहाँनिर रोड काम गर्थ्यो र एकदमै रमाइलो लाग्थ्यो है। र यहाँ पनि मकै यतापट्टि पनि मजाले लाउनु भएको रहेछ। म चाहिँ निकै भयो यता नआएको। हामी चाहिँ माथि बजारमै बस्छु, त्यतै ड्युटी गरेर त्यतै पढ्छु, नानीहरू पढाउँदैछु। र यो माथिको तपाईँहरूले देख्नुहुने चाहिँ बिडिओ अफिस हो। यता चाहिँ तपाईँको हाम्रो पम्फक। यो माथि डाँडामा चाहिँ हाम्रो एनबिजीको घरहरू छ। त्यसको जस्ट अपोजिट हाम्रो यहाँनिर यस्तो छ यो दृश्य। यो साइड चाहिँ तपाईँको डेलो साइड पर्छ। यो माथिको डेलो, यही साइडमा कालिम्पोङ वेस्ट बेङ्गल। अरे अघि बाटो लागेको त फेरि यहाँ आइपुगेछ। दुईवटा फेरि यहाँ जर्नी गर्नु जाँदैछ, दुईवटा लोकल भालेर पछि। यहाँनिर चाहिँ आप्पा आमाहरूले एकदमै प्रोग्रेसिभ फार्मिङ गरेर एकदमै है हिउँदे मकै चाहिँ मजाले लाउनु भएको रहेछ। अस्तिदेखि यहाँनिर आउनु भन्नुभएको थियो नि त। यो ठिक्कै तिहारको आज टिका छ, त्यसले गर्दाखेरि चाहिँ म यहाँनिर आप्पा र हाम्रो बाजे पनि हुनुहुन्छ र उहाँलाई चाहिँ लिएर चाहिँ माइती मान्नु जानुपर्ने छ। यसरी ट्याङ्कीहरू मजाले जोगाड गर्नुभएको छ। अब तपाईँहरूलाई अझै खुर्सानीको यहाँ प्रोग्रेसिभ फार्मिङ देखाउँदैछु। र अर्को फेरि यहाँनिर चाहिँ अब जङ्गल छेउमै छ, त्यसले गर्दाखेरि बनेलहरू, मजुरहरू, मृग, दुम्सीपुर लागेकोले गर्दाखेरि चाहिँ राति यहाँनिर चाहिँ हेर्नुहोस् त, तपाईँलाई एउटा चिज देखाउँछु। यहाँ राति भगाउने यो चाहिँ यसरी जोगाड गर्नुभएको रहेछ। यो चाहिँ के रहेछ भन्दाखेरि चाहिँ नि यहाँनिर यसरी बनाउनु भएको छ हो। यहाँनिर यसरी पानी चाहिँ अब हाम्रो कन्टिन्यू प्राइभेट सोर्स भएकोले गर्दा कन्टिन्यू आउँछ, अहिले मारेको छ। र यहाँनिर चाहिँ तपाईँको पानी झर्दाखेरि चाहिँ यहाँनिर पानी चाहिँ झरेछ। यहाँ पानी फुल भएर झरेपछि चाहिँ लास्टमा कस्तो म त हुँदो रहेछ तपाईँलाई देखाउँछु ल। यहाँ पानी फुल भरेपछि यहाँ यस्तो पानी भरेर यस्तो गर्छ, त्यहाँदेखि यसरी रातभरि यो बजिबस्छ यस्तो गरेर। र यसो गर्दा रातभरि बस्दाखेरि चाहिँ बनेलहरू नआउँदो रहेछ। त्यहाँदेखि अर्को यहाँनिर डल्ले खुर्सानी मजाले लाउनु भएको छ, पाकिरहेको छ डल्ले खुर्सानी। यहाँनिर डल्ले खुर्सानी यहाँ परसम्म मजाले लाउनु भएको रहेछ, फलिरहेको रहेछ अहिले।
डल्ले खुर्सानीहरू। यहाँ चाहिँ भर्खर यहाँ के छर्नु भएको, यहाँ तोरी सागहरू छर्नु भएको हुँदा यहाँनिर साग छर्नु भएको रहेछ। यहाँ सिमीमा सिटा लाउने बेला भएछ। पहिला हामी सानोमा हुँदाखेरि त यहाँनिर हामीले छुट्टीमा चाहिँ जरुर गरेको थियो। यहाँनिर सिमीको सिटा लाउने बेला टक्कै परैसम्म रोप्नु भएको छ नि त। एकदमै हाम्रो यहाँ आमा र आप्पा मात्रै बस्नुहुन्छ, फुपू बाजे मात्रै अहिले बस्दिउँ, सबै बाहिर छ। त्यसले गर्दाखेरि काम गर्न भ्याउँदैन र खेताला पनि त्यस्तो पाउँदैन। तर पनि मजाले यसरी मजाले एग्रोनेट लाएर बार्नु भएको रहेछ। टक्कै सिबी सिटा लगायो भने एकदमै राम्रो हुन्छ। अब खुर्सानीको फेरि अर्कोपट्टि पनि रोप्नु भएको रहेछ। जोड प्रोग्रेस गर्नुभएको रहेछ है हाम्रो आप्पा आमाहरूले। यहाँनिर चाहिँ तपाईँको साग रोपेको जस्तो लाग्यो। एग्रिकल्चर डिपार्टमेन्टबाट यो है मसिन पाएको रहेछ। यहाँनिर यहाँ चाहिँ लसुन लगाएको रहेछ, लसुन गाड्नु भएको रहेछ। अब छुट्टीमा आएर चाहिँ यहाँ गर्नुपर्ने छ मजाले। बजारमा त सब्जी किन्दा हत्तु हुन्छ, अन्त महँगो छैन। अब यहाँनिर तपाईँहरूलाई म खुर्सानी बारी फेरि अर्को ठाउँको देखाउनु गइरहेको छु। यहाँनिर खुर्सानी, यहाँनिर फेरि यहाँ मजाले पाकिरहेको रहेछ। यो त छिटो टिपेन भन्दा सबै झर्ने रहेछ। अब भोलि चाहिँ यहाँ टिप्नु पर्ला दिनभरि। आम्मामा पुरा झरेछ नि हौ। बिचरा आप्पा र आमा मात्रै हुनुहुन्छ। खुर्सानी त यस्तो बेसी लगाइदिनु भएको छ नि हौ खुर्सानी त। ल है साथीहरू, तपाईँहरूले चाहियो भने भन्नुहोस् है, एकदम रिजनेबल रेटमा दिइहाल्नुहुन्छ अरे। यहाँ चाहिँ अम्बकको बोट रहेछ है। अम्बक पनि जोड फलेको छ भन्नुहुँदै थियो, 1 मन जस्तो पनि पुग्छ भन्नुहुँदै थियो। यहाँ पल्लोपट्टि सिमल तोरुल है। यसरी यस्तो मजाले खुर्सानीहरू रातै पाकेछ नि त हो। ला हो पुरा टिप्नु पर्ने रहेछ। यो चाहिँ मरिचको बोट हेर्नुहोस् है साथीहरू। मरिच मजाले यहाँनिर फलिरहेको छ, पाक्नु आँटेको छ यहाँनिर। झारै भएछ यहाँनिर। यहाँ मेवाको बोट हेर्नुहोस् न मजाले फलिरहेको रहेछ। यहाँ केरा पनि मजाले फल्छ यहाँनिर, केराको बोट पनि दामी छ। यहाँ सुपारी बोट। अब 1 वर्षको बादमा चाहिँ सुपारीले नै भरिने रहेछ यहाँनिर हुँदै थियो। यहाँनिर हेर्नुहोस् सुन्तला पनि मजाले फलेको रहेछ है। पाकिसकेको रहेछ। यता पनि छ मकैको बोट। मजाले खाने बेला भएछ नि त। एकदमै यो लोकल मकै भन्ने चाहिँ एकदम गुलियो हुन्छ यति बेलाको चाहिँ। यहाँनिर चाहिँ पहिला पोल्ट्रीको खोरहरू थियो, मैले पाल्थ्यो, अहिले छोडेँ एकदमै साह्रो परेर। र अन्त म तपाईँहरूलाई फेरि एउटा माछाको ट्याङ्की देखाउनु गइरहेको छु। यो भित्र चाहिँ तपाईँको माछा छ यहाँनिर। अहिले निक्लिएको छैन, निकै ठुल्ठुलो भएको छ माछा यो भित्र छ। यहाँनिर चाहिँ कोदो बारी रहेछ है। कोदो भर्खर स्टार्ट भएको रहेछ यहाँनिर। कोदो फल्दैछ यहाँनिर कोदो। यता सिमीबारी, हाम्रै घर मुनिपट्टिको यस्तो बारीमा। यो चाहिँ पानको पत्ता पनि छ यहाँनिर। ठुलो झ्याङ यहाँनिर थियो, अहिले चाहिँ यो सानो मात्रै रहेछ, काटेर फ्याङ्दा यत्रो भएछ। ल
मजाले फल्छ यहाँ सिजनको बेलामा। मन गइरहेको छ बाख्रा पनि छ यहाँनिर। पहिला त जोड हुन्थ्यो, अहिले त अलिक कम्ती मात्रै छ। घर मुनिपट्टिको है मजाको टार छ यहाँ चाहिँ। यहाँ चाहिँ प्लेन जमिन छ नि त यहाँनिर, यहाँ छिमेकीको जमिन हो। एकदमै मजाको छ यहाँनिर, परैसम्म टार छ नि यहाँनिर।